हजारौं युद्ध जित्नुभन्दा महत्त्वपूर्ण कुरा स्वयं आफैलाई जित्नु हो। शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर नखोज। त्यही व्यक्ति धार्मिक हो जसले अर्काका लागि त्याग गर्न सक्छ। कहिल्यै हार नमान्नु महान काम हुन समय लाग्छ। कुनै बेला मौन र मुस्कुराइरहनु एकदम उत्तम हुन्छ। जब तपाईँ अरूको लागि राम्रो होस् भनेर चाहनुहुन्छ, त्यो राम्रो तपाईँकोमा आउनेछ। यो प्राकृतिक नियम हो। एउटा झुटो चुम्बन भन्दा सत्य झापट नै एकदम उत्तम हुन्छ। आफ्नो उत्कृष्टपन दिन कहिल्यै नरोकिनु, किनभने कसैले तपाईँलाई श्रेय दिनेवाला छैन। सुख चाहनेले सधैँ आफूलाई सन्तुष्ट राख्नु पर्दछ। सन्तोष नै सबैभन्दा ठुलो सुख हो। जसले अरूका गोप्य कुराहरू भन्छन्, त्यसलाई कहिल्यै विश्वास नगर्नु। यदि तपाईँ बलवान हुन चाहनुहुन्छ भने एक्लै हुन सिक्नु। जब केही कुरा जान्छ भने केही राम्रो आउँदैछ। त्यस्तो व्यक्तिलाई खोज्नु कि जसले तपाईँको आत्मालाई माया गरोस्, शरीरलाई होइन। यो नसोच्नु कि तपाईँले के गरिसक्नुभयो र यो सोच्नु कि अब तपाईँले के गर्न बाँकी छ। हामीले जे सोच्दछौँ वास्तवमा त्यही नै त बन्दछौँ, तसर्थ सदैव सकारात्मक सोचौँ। बितेको समय र आउने समयको चिन्ता छोडिदिनुहोस्। केवल वर्तमान क्षणमा नै एकाग्र हुनुहोस्। हाम्रो बाटो आकाशतर्फ पक्कै पनि होइन, तर आफ्नै हृदयतर्फ नै हुनुपर्दछ। हजारौं खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ। बुझ्ने हो भने त एउटा पुरै गाग्री थोपा थोपा पानी मिलेर पो भरिने हो त। घृणाको अन्त्य घृणाद्वारा कहिल्यै सम्भव हुँदैन। यो त केवल प्रेमले मात्र सम्भव छ। यो नै सत्य हो।